दुईटा चाहिँ अलिकति सस्तो गयो अनि मल लाउँदै हेलो साथीहरू, स्वागत छ तपाईँहरूको आजको मेरो अर्को भिडियोमा। चाहिँ अहिले भर्खरै उठेको अनि भर्खरै उठेर मुखर धोएँ अनि त्यसपछि खाजाहरू खाएर बसिरहेको छु। अनि आजको के छ मेरो भिडियो कस्तो छ भन्ने चाहिँ हजुरले हाइलाइट र थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। अनि आज चाहिँ म के काम गर्दैछु र के गर्छु त्यो देखाउने छु। आजको मौसमको कुरा गर्नुपर्छ त्यो मौसम चाहिँ एकदमै धुम्मिरहेको छ होइन, हल्का हल्का पानी परेको छ, पुरै हल्का हल्का पानी परेको छ अनि धुम्मिरहेको छ हल्का। म चाहिँ अहिले यहाँ बारीमा आइसकेको छु। अनि म यहाँ किन आएँ भने चाहिँ बुद्धचित रोप्नु आएको छु। अनि अस्ति नै म गाउँ आएको थिएँ अनि त्यसपछि फेरि बिचमा मेरो काम परेर फेरि म दिक्तेल गएको थिएँ। अनि त्यसपछि फेरि दिक्तेलमा 2-4 दिन बसेर 2-4 दिन भने 1 हप्ता जति बसेको अनि त्यसपछि फेरि म गाउँ आएको छु। अनि गाउँ चाहिँ म यहाँ बुद्धचित बिरुवा चाहिँ रोप्नु आएको। अनि मैले बुद्धचित बिरुवा चाहिँ मगाएको थिएँ क्या। अनि त्यसपछि त्यो चाहिँ मैले अस्ति नै गाडीमा हालिदिएको थिएँ, मगाएको बेलै गाडीमा हालिदिएँ यता गाउँतिर। अनि त्यसपछि म चाहिँ हिजो आएँ अनि यहाँनिर रोप्नु खोज्दैछु। यहाँ माथि 2 झ्याङ हुन्छ अनि यहाँ चाहिँ 2 झ्याङ जम्मा मैले 4 झ्याङ मगाएको थिएँ। अनि त्यसपछि त्यो रोप्नु भनेर आएको थिएँ। अनि त्यो पनि बुद्धचित बिरुवा पनि हेरिको हुँदो रहेछ। त्यही भएर मैले चाहिँ अलिकति धेरै महँगो दाममा होइन, त्यही अलिअलि 2-4 हजार जतिको चाहिँ मगाएको छु। 4 बोट मगाएको थिएँ। अनि त्यसपछि त्यही रोप्नु आएको छु। त्यसको लागि चाहिँ यहाँ बेलचरा एउटा गोल ल्याएको छु। अनि ठ्याक्कै 1 झ्याङ यहाँ अनि 1 झ्याङ त्यतातिर अनि 2 झ्याङ चाहिँ यहाँ माथि ठ्याक्कै यहाँनिर बाँधेको छ, ठ्याक्कै त्यहाँ लगाऊँ भन्ने हिसाबले चाहिँ आएको छु। फाइनली मैले चाहिँ यहाँ चाहिँ एक ठाउँ चाहिँ खाल्डो खनिसक्यो क्या। यहाँ चाहिँ अलिकति माटो परेछ। यहाँ चाहिँ एक खाल्डो खनिसक्यो, लगभग 2 फिटको खन्नु भन्थ्यो। मैले 2 फिटको चाहिँ लगभग खनिसक्यो क्या। यहाँ चाहिँ माटो पऱ्यो अनि अलिकति सजिलो हो। अनि अब यहाँनिर खन्छु, एक ठाउँ यहाँनिर खन्छु। यो पनि खाल भइसक्यो। यो पनि 2टा खाल चाहिँ मैले फाइनली मैले चाहिँ 4 खाल्डो चाहिँ खनिसक्यो कि। अनि यसमा जे माटो थियो रहेछ। अनि उता लागि 2टा पनि माटो थियो। यसमा चाहिँ अलिकति हल्का हल्का ढुङ्गा निस्किएको हो। र पनि मैले 4 खनिसकेँ। अब चाहिँ मैले यहाँ लिएर मल लाउनु पर्ने हुन्छ। त्यतिखेर म चाहिँ अब मल बोक्नु जान्छु। मल ल्याउँछु 2-4 धोक्रो चाहिँ अनि लिएर त्यहाँ बिरुवा रोप्नु पर्ने हुन्छ। बिरुवा रोपेर त्यसपछि त्यसलाई बारबेर गर्नुपर्ने हुन्छ, नत्र भने त्यसलाई गाईबस्तुहरूले भाट्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ बारबेर गर्नुपर्ने हुन्छ। मल ल्याउनु आएको छु। अनि मल चाहिँ पुरानो मल आउनु भन्थ्यो, तर पुरानो मल छैन के अरे साथीहरू। मल पनि एक टुक्रो चाहिँ भएर ल्याइसक्यो। अनि खाँदी एक धोक्रो लाग्छ, अलिकति गौठामै भयो साथीहरू। मैले चाहिँ यहाँ मल लिएर आइसकेँ। ठ्याक्कै यहाँ 1 धोक्रो लिएको छु। 1 धोक्रोले कचारलाई पुग्छ। धेरै मल लायो भने चाहिँ त्यो होस्रो चाहिँ ठुल्ठुलो फल्छ अरे क्या। अनि त्यही भएर मसिनै फल्नु लागि चाहिँ हल्का मात्रै मल लाएर नै रोप्नुपर्ने हुन्छ अरे। त्यही भएर मैले चाहिँ 1 धोक्रो मात्रै लिएको छु। यसरी माटो लाउँदै अनि मल लाउँदै र 3-4 सरो चाहिँ मल लाउँदै माटो लाउँदै लाउनु पर्ने रहेछ। अनि मैले चाहिँ मलहरू चाहिँ सबै लगाइसकेँ। 4 खाल्टामा चाहिँ मल लगाएँ। यसमा पनि पुरै लगाइसकेँ। अनि बिरुवा चाहिँ यहाँ तल राख्नु भएको अहिले मैले जस्तै गाडीमा हालिदिएको थिएँ। अनि त्यही भएर अहिले चाहिँ लिएर यहाँ राख्नुभएको रहेछ। यहाँ राख्नुभएको अहिले 4 ठ्याक्क 4 बढ्छ। यो चाहिँ अलिक ठुलो बढ्छ अनि यो 2टा चाहिँ अलिक मसिनो बढ्छ। अनि मैले चाहिँ पहिला नै गाडीमा हालिदिएको थिएँ नि त। ठ्याक्कै खोटाङ आइपुग्ने बित्तिकै मैले गाडीमा हालिदिएको थिएँ। अनि समथिङ झन् यो 8-10 दिन जति भइसक्यो
लिएको चाहिँ अनि अलिकति टाइम मिलेको छैन रोप्ला अनि त्यही भएर चाहिँ म आज आएर रोप्दैछु। 4 झ्याङमा चाहिँ यो दुईटा चाहिँ अलिकति महँगोको हो, दुईटा चाहिँ अलिकति सस्तोको हो। यो दुईटा चाहिँ अलिकति सस्तोको, यो चाहिँ अलिक सस्तोको हो यो दुईटा चाहिँ। अनि यो दुईटा चाहिँ अलिकति महँगोको यो र यो ठुलो चाहिँ अलिकति महँगोको हो। पुरा यस्तो भइसकेको छ होइन साथीहरू, देख्न सकिन्छ। यो चाहिँ अलिक महँगोको दुईटा, यो दुईटा चाहिँ महँगोको अनि चाहिँ सस्तोको हो। चाहिँ सबै रोपिसक्यो बिरुवा रोपिसक्यो। अनि त्यसपछि कुखुराहरूले चराचुरुङ्गीहरूले त्यस्तो नखोस्रोस् भनेर नभत्काओस् भनेर चाहिँ मैले हल्का बारेको छु। यसरी बारेको छु चारैपट्टि मैले यसरी बारिसकेको छु होइन। यहाँ यो नबढिन्जेलसम्म चाहिँ यसरी बारिराखेको अनि अलिक हल्का बढेपछि अनि त्यसलाई फेरि वरिपरि अलिक ठुल्ठुलो गोचाहरूले गाडेर चाहिँ बारिदिनु पर्ने हुन्छ र त्यसरी बार्नेछु। विशेष गरी मैले आजको भिडियो नै यही बनाउँछु भनेर चाहिँ मैले सोचेको थिएँ, त्यही भएर आज मैले यसको मात्रै भिडियो बनाएँ। र के कस्तो लाग्यो हजुरले सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। र यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्सक्राइब गरी सधैँ माया साथ सपोर्ट गरिदिनु होला। यति भन्दै हजुरसँग नेक्स्ट भिडियोमा भेट हुने नै छ। ओके बाई।